हेलो साथीहरु वेलकम द ब्याक माई युट्युब ब्लग हैन स्वागत छ गाइस कस्तो मजा छ गाइस ओइ तिनीहरु समूह हो कि तिनी के हो त्यो गाइस हामी चाहिँ जोमको बाटोमा हिँड्दै छौं हाम्रो जस्ती के भने धेरै त मान्छे रहन तर रमाइलो त धेरै रमाइलो गरिरहेछ नि यो आम जाने आउनु बिहान ल गाजी ल अस्ति अडा देखाउनु भएन हैन आज त अडा देखाउनु पर्छ है कस्तो लाजे मान्छे म एकपछि अर्कोलाई फाल्दै गर्ने हाम्रो देउसी भैलो कार्यक्रम हाम्रा खोला के हो न मोटी मोटी और तेरो पोल खोलिन नि देख दिनु खोज तेरो मेरो कस्तो कुरा गर्छ फेरि यसले मलाई उडु मचाने भयो कस्तो अलि हामी चाहिँ रोल्पा जिल्लाको ठुलो भैरामा जान लाग्छौं गाइस सबैभन्दा ठुलो भैरो रोल्पा जिल्लाको नि चलो त्यही हो नि न रोल्पा जिल्लाको ठुलो भैरो बत्ती साली सन्चै छ सन्चै छैन र नि हामी भइला रे खेलिनुहोस् त म अघि जान्छु के रे हेलो गाइस रोल्पा जिल्लाको ठुलो भैरामा छौँ यहाँ चाहिँ हाम्रो कलाकार मित्र भन्छन् कि डान्सर भन्छन् होइन यहाँ चाहिँ चौथीरामले चाहिँ बोपाल दिने हो होइन सबैजना आउनु होला रमाइलो गर्नुपर्छ चौथीराम टिभी स्वागत छ अहिले नै अनि के त तलबाट दठुने रह पनि होइन र ए कहाँ छ त मलाई के थाहा त भने मैले देखाइदिनु कि म गएको छैन त्यहाँ त ल हाम्रो चाहिँ त्यसै जनता क्लबको देउसी भैलो कार्यक्रम सुरु भइसकेको छ रोल्पा जिल्लाको ठुलो भएर हेर्नुहोस् पहिला देखेछ नि त्यो तर्को पहिरा होइन त्यो के त नि पहिला चाहिँ हो कि सन्चै छौ तिमी म सन्चै छैन सन्चै छौ तिमी ओहो दाइ बोजू हेर्नुहोस् त गाइस दाइ बोजू 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 हो सन्चै हुनुहुन्छ किन होइन गाइस रोल्पा जिल्लाको ठुलो भैरो गाडी कहाँसम्म छ म देखाइदिन्छु
अच्छा के मजा छ यो गोपाल होइन अलि पोल खोलिदिन्छु नि स्मेटको खोलिदिउँ गाइज थाहा छ भने कमेन्ट गर्नु होला मान्छेको पनि पोल खोलिदिन्छु नि अहिले हाम्रो देउसी भैरवको गुरु आमा हुनुहुन्छ उहाँ चाहिँ धेरैसम्म गाइछन् त त्यहाँ चाहिँ कस्तो रमाइलो गर्दै आएको सबैले मान्छेलाई के पो मेरो त्यही बुझ्यो भाइजू ओके नमस्ते नमस्ते भन न हौ अझै डौड्यौँ न के हो त अनि हाम्रो पुरा क्लबको हुनु आएर मान्छे भएर पनि अहिले चौटीमा टेक्ने स्टुडेन्ट हान्ने अरे होइन गाइज मूर्ति चाहिँ अब बारे क्या मन्दिरमा आएर पनि छ अरे मन्दिर चाहिँ छिटो 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 लाइभमा हो कि टिकटकमा आइहाल्नु पुगेको छ लाइभमा हो कि फरकमा हो र भरकमा हो छिटो आन कस्तो हेरेछ भाइ क्लबको सचिव छिटो आउँ न देउसी भैलो रोल्पा जिल्लाको ठुलो पैरा पनि यसो नि देखाउनु पर्यो पनि यही क्या पहिलाको पनि अलि रोकेको छ अहिले होइन जस माथितिर चाहिँ अलि रोकिएको छ होइन धेरै गएको छ रोल्पा जिल्लाकै सबैभन्दा ठुलो भैरो गाइस नखोले नि लाइभमा आइसकेछ ट्रली यो कुरा फेरि खोल्नु पहिरो हेर्नुहोस् त बारी हेर्नुहोस् त बारी एक नम्बरको लाजो मान्ने क्लबको मान्छे यही हो तिमीले कहाँ फालिदिन्छु नि अहिले त पहिलाको पनि धेरै घटेको छ ल है ल कहाँ गएर त्यो अनाम देखाउने मान्छे पल पल घरी घरी रोल्पाका चिलीहरू रोल्पाका चिलीहरू उहाँ चाहिँ मेरै दाजु होइन तिमी मेरो
बेहुला मर्का तिम्रे बेहुली म बेहुला हुनु अहिले म पोल खोलिदिनु बेला कुरा अलि म माइजू पनि पोल खोलिदिनु मेरो बाजी न पहिलाको भन्दा पहिला त धेरै जान्छ है अब भान्जीले चाहिँ मायालाई भनेको भने हुन्छ होइन भान्जीको माया चाहिँ कहाँ छ कि थाहा छु दे प्रश्न गर्नु पर्यो कि बाटो यार सबैले हेलो भन न हेलो 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 सबैले सुन्नु हेलो भन न हाम्रो सानो नानीहरू होइन हाम्रो गुरु आमा भनेपछि अगाडि हिँड्नु पर्यो कस्तो अठार मात्रै हिँडिरहेको छ हेर्नु यस्तोमा हिँड्नु रोल्पाजी लागि ठुलो भएर भनेपछि त अब सुटिङ छैन है हाम्रो चाहिँ जोसिलो रोसिलो होइन हाम्रो यति जोसमा त कोही पनि छैन होला हौ गाइज यो चाहिँ बेलुका युट्युबमा हाल्छु ल हस्तबारी भन्यो भने हस्तब्लगमा हाल्छ भ्लग 3 मा हाल्छ होइन हस्तब्लग 3 हस्तब्लग 3 बाट आउने छ गाइज होइन हामी प्रतीक्षा गर्नु होला रोल्पा जिल्लाको ठुलो भएर होइन अझ हामी के देखाउँछौँ है भान्जोले चाहिँ गीत बजाउने हो रे गाइस रमाइलो भएन रे गाइस रमाइलो भएन कि तिर आएको जस्तो पनि भएन क्या ग्यास तिर जस्तो त्यही त नि रमाइलो नि भएन सीताम युट्युबमा छ युट्युबमा छैन मेरो गीत राम्रो छैन कि मेरो हाम्रो ढेउसी भैलोको टिमहरू सानाको युवा क्लबको रोल्पा जिल्लाको ठुलो भएर यहाँ चाहिँ जातिविधि नै त्यहाँ चाहिँ
फापर गाइस तपाईँकोतिर त फापर फुलिसक्यो होला हाम्रो तिर भर्खर फुल्दैछ फुल्दै भने पनि के भनौँ